यसको विषयमा सानो कुरा भनिदिनुहोस्। यो अहिले देखिरहनु भएको म सिद्धार्थ दाहाल, नेपाल रेड क्रस सोसाइटी दमक उपशाखाको प्रवर्तक। यो मानवीय सेवा रक्तदान कार्यक्रम रगतको अभावले कसैको मृत्यु नहोस् भनेर यो राखिएको कार्यक्रम हो। यो कार्यक्रममा जसको 3-3 महिनामा रक्तदान गर्न सकिन्छ, जसको समय पुगेको छ उहाँहरूले रक्तदान गर्न सक्नुहुन्छ। तपाईहरूले आफ्नो शरीरलाई स्वास्थ्य राख्नका लागि योभन्दा महत्त्वपूर्ण शरीरलाई स्वास्थ्य केही हुँदैन। शरीरमा भएका ब्लडहरू नयाँ उत्पादन हुन्छन् रक्तदान गर्यो भनेदेखि, र रगतको अभावले कसैको पनि मृत्यु हुँदैन। त्यसैले गर्दाखेरि हरेक 3-3 महिनामा रक्तदान दिनका लागि स्वास्थ्य व्यक्तिले रक्तदान गर्नु हुनका लागि हार्दिक अनुरोध गर्दछु। यो संस्थाले चाहिँ आफ्नो वार्षिक उत्सवमा चाहिँ उहाँहरूले रक्तदान कार्यक्रम राख्नुभयो। अनि हरेक सङ्घ संस्थाहरूले आफ्नो वार्षिक उत्सवमा चाहिँ मानवीय सेवा काम गर्नका लागि उहाँहरू हामीसँग आउनुहुन्छ। हामी रक्तदान गर्नका लागि प्रेरणा गर्दछौँ र आज यो संस्थाको वार्षिक उत्सव भएको कारणले गर्दाखेरि यहाँ रक्तदान महादान भइरहेछ। यसै बेलामा चाहिँ महावीर पुन आउनु भएको छ। आज कार्यक्रममा हाम्रो लागि सौभाग्य भएको छ। आज दमकको पशुपति मन्दिरमा को प्राङ्गणमा चाहिँ रक्तदान भइरहेको छ। यो जानकारी गराउन चाहन्छु। धन्यवाद तपाईँहरू सबैलाई है।